भोलिबाट एसई परीक्षा सञ्चालन हुँदैछ। सर्वप्रथम त विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। राम्ररी नर्भस हडबड नभइकन दिनु होला। अभिभावकज्यूहरूलाई पनि आफ्नो बच्चाहरूको युनिक एस्पेक्ट हुन्छ, सबै बच्चाको आफ्नो क्षमता हुन्छ, उहाँहरूको आफ्नै खुबिलिटी हुन्छ। त्यसकारण सबैजनाले एउटै किसिमले यो स्ट्यान्डर्डाइज टेस्टमा एउटै ए ल्याउनुपर्छ, ए प्लस ल्याउनुपर्छ भनेर त्यो दबाब पनि नदिनु होला भनेर मैले पहिला त यो अनुरोध गरेँ सबैजनालाई। एसईको शुभकामना सबैजना विद्यार्थीहरूलाई। र दोस्रो है, मैले आकस्मिक समयमा पनि उठाएँ भर्खर, तर जुन तरिकाले यो सदनले विद्यार्थीहरूको समस्या नजरअन्दाज गरिदिन्छ, यो देखेर चाहिँ एकदम दुःख लागेको छ है। हिजो हाम्रो समितिमा मैले कुरा उठाएको थिएँ, यो सोबियुको चुनावको के भइरहेछ होइन। यहाँ त पहिले यो महेन्द्र मोरङमा बन्चोरा हानाहान भइरहेछ, अनि विराटनगर बहुमुखी क्याम्पसमा यो निर्वाचन अधिकृतलाई राखेर ताला लगाए, भित्र मान्छे राखेर बाहिरबाट ताला लगाएर आगो लगाइदिएछ होइन। त्यसपछि यता पाटन क्याम्पसमा हिजो यस्तो नराम्रोसँग विद्यार्थीहरूले एकअर्कालाई कुटपिट गरे। धेरैजनालाई लाग्छ त्यो विद्यार्थीहरूले गरे भनेर, मलाई चाहिँ लाग्छ यो दलहरूले आफू सभापति बन्न, आफू यो महामन्त्री बन्न विद्यार्थीहरूलाई आफ्नो खुड्किलोको रूपमा प्रयोग मात्र गरिरहेका छन्। अनि यस्तो तालले त विश्वविद्यालय र विद्यालय क्षेत्र कहिल्यै उँभो लाग्दैनन्। यही सदनमा छन् धेरै कमान्डरहरू खटाइएका, तर जुन तरिकाले यो विद्यार्थीहरूले एक आपसमा सदनमा त राम्रो कुरा गर्छन्, घृणाको राजनीति नगरौँ भनेर, तर घृणा प्रस्फुटन हुने, एकअर्कालाई कुट, एकअर्कालाई बन्चोरोले हान, एकअर्कालाई भित्र राखेर आगो लगाइदेऊ जस्तो यस्तो योभन्दा बढी घृणित काम के हुन सक्छ। तर यस्तो काम दलहरूले गर्न लगाइरहेछ होइन। विश्वविद्यालयलाई दलहरूले आफ्नो ताण्डव नृत्य प्रस्तुत गर्ने ठाउँ बनाइरहेका छन्। यसलाई तत्काल रोक्नुपर्छ। र यसलाई रोक्नलाई जुन तरिकाले सदन सहज रूपमा केही पनि नभएको जस्तो चलिरहेछ, यसरी त विश्वविद्यालयहरू उँभो लाग्दैन, यसरी विद्यालयहरू उँभो लाग्दैन। जति बेलासम्म यो राजनीतिक दलहरूले हाम्रो शिक्षा क्षेत्रमा आफ्नो प्लेग्राउन्ड बनाउँछ, कार्यकर्ता मात्र होइन गुन्डाहरू प्रड्युस गर्नको लागि जसरी विश्वविद्यालयहरूले प्रयोग गरिरहेछ, यो एकदम खेदजनक छ। र मैले त सभामुखलाई भने पनि छु, यो दलहरूले विद्यार्थीहरू भिडाएर होइन कि, यो दलहरूले त्यहाँ रेस्लिङ खेल्ने, बक्सिङ म्याच खेल्ने एउटा रिङ राख्दै हुन्छ, त्यहीँ कुटेर कुटाकुट गरेर पत्ता लगाउनु, तर विद्यार्थीहरूलाई चाहिँ प्रयोग नगर्नुहोस्। यो मैले आग्रह पनि गरेँ र मैले तपाईँहरूलाई यो चुनौती पनि दिएँ। यस्तै तरिकाले गयो भने देश उँभो लाग्दैन। तपाईँहरूको खोक्रो भाषण तपाईँहरू आफैले राख्नुहोस्। यो सदनमा आएर कति न केयर गर्छु जस्तो गरेर चाहिँ नगर्नु होला। र दोस्रो, मध्य प्रदेशका मुख्यमन्त्रीले गजबको खास आइडिया निकाल्नु भएको थियो है। यो शिक्षा केन्द्राध्यक्ष चाहिँ नि गोल प्रथाबाट राखिदियो भनेर। मध्य प्रदेशमा यो सेक्युरिटीको इस्यु हुन्छ, यसमा यो खास सेक्युरिटी इस्यु सबैमा हुन्छ, तर मैले बुझेसम्म यसमा बढी टेक केयर गर्नुपर्ने मध्य प्रदेशको यो एक्जामिनेसन सेन्टर हो। यो एक्जामिनेसन सेन्टरको लागि यसरी गरौँ भनेर मध्य प्रदेशका मुख्यमन्त्रीले आग्रह गर्दाखेरि पनि हाम्रो गृहमन्त्रीज्यू अन्तर्गतको सिडिओ कार्यालयहरूले सहयोग गरेन। राम्रो आइडियालाई किन सपोर्ट गर्ने होइन गृहमन्त्रीज्यू, किन सपोर्ट नगरेको भनेर कुरा म चाहिँ बुझ्दिनँ। कोही मान्छेले राम्रो काम गर्न खोज्छ भने तपाईँको दलकै मान्छे हुनुपर्छ। त्यो टाइम पनि फेरि के भन्छ, लास्ट मिनटमा भन्यो होइन, यो पहिल्यैदेखि कचमच भइरहेको विषय रहेछ। यसरी गरौँ भनेर प्रपोज गरेकोमा लास्ट मिनटमा आएर यो हुँदैन भनेर गर्दैछ। मध्य प्रदेशको मुख्यमन्त्रीले अहिले चलिरहेको एसईमा चाहिँ नि हामीले ओनरसिप लिँदैनौँ भनेर अलगिया छन्। हुन त बहालवाला प्रधानमन्त्रीज्यूले मधेसमा आन्दोलन हुँदै गर्दाखेरि 2-4वटा आँप खसेर के हुन्छ भने त्यो दृष्टिले मध्य प्रदेशलाई हेर्ने प्रधानमन्त्रीज्यू हुनुहुन्छ। त्यही लहलहमा हाम्रो गृहमन्त्रीज्यू पनि पर्नुभयो। म सबैजनालाई भन्न चाहन्छु, समितिमा बसेर कुरा गर्दाखेरि यो विद्यार्थीहरूको सुरक्षाको कुरा गर्यो, शिक्षा मन्त्रीले हामी गृहमन्त्री त्रिविका पदाधिकारीहरू बसेर कुरा गरेको सब ठिक भइसक्यो, सबै टेक केयर भइसक्यो भनेर भन्नुहुन्छ। त्यही बेला मुख्यमन्त्री के भन्छ प्रदेशका मुख्यमन्त्रीज्यूले पनि यो हामी अलग छौँ भनेर गर्नुहुन्छ। त्यही बेला सामाजिक सञ्जालमा विद्यार्थीहरूले यस्तो रामधुलाई पाएको भिडियोहरू आउँछ। मैले त यो यस्तो यो के भन्छ केयरको टेक केयर गर्ने भन्ने भावना चाहिँ नि मैले सदनमा देखेन, मैले यो राज्यमा देखेन, मैले यो मन्त्रीहरूमा देखेन। यो प्रति शिक्षा क्षेत्र चाहिँ नि कुनै दलको भातृ सङ्गठनको क्रियास्थल हुनुहुन्न
भनेर हामी सबैले आवाज पनि उठाउनुपर्छ। यस्तो तरिकाले हेर्नुस्, म 40 वर्षको उमेर भएँ, मेरो साथीहरू मेरो उमेरमा विदेश पलायन हुँदैछ आफ्नो बच्चाहरूको भविष्यको लागि। यस्तो तालले यो रोजगारी यो त्यो केही हो, यो सबै गफै मात्र हो। पढ्ने ठाउँमा पढ्न दिनुपर्छ। यो टियुको स्कुल अफ म्यानेजमेन्ट, अनि अर्को मलाई मेसेज आएको, फोन आएको, यो म्याथमेटिकल साइन्स, स्कुल अफ म्याथमेटिकल साइन्सले हामीले सोबियुमा निर्वाचनमा भाग लिँदैनौँ, हामीलाई किन जबरजस्ती गराएको भनेर शुद्ध मलाई मेसेज आयो। यस्तो तरिकाले पनि पार्टीहरूलाई ल तिमीहरूको यो को पपुलर छ भने यस्तो कुतर्क गरेर हाम्रो शिक्षा क्षेत्र ध्वस्त गर्न पाइन्छ? यो पाइँदैन। अहिले मैले खबरदार भने सबैजनालाई, हिजो शिक्षा समितिमै राखेको हो। शिक्षा समितिमा राख्दाखेरि उहाँले सबै कुरा टेक केयर भइसक्यो भनेर भन्नुभएको थियो। भएको त केही छैन। शिक्षा मन्त्रीले गृहमन्त्रीलाई देखाउँछ, गृहमन्त्री एकदम मृदुभाषी हिसाबले कानुनी भाषा बोलेर पन्छिनुहुन्छ। समस्या त्यहाँ छ। टेक केयर विद्यार्थीहरूको समस्या कसैले बुझिँदैन के यो सदनमा। हस्।